सुदूरपूर्वको ताप्लेजुङ जिल्ला कञ्चनजङ्घाको पाउ र पाथिभराको काखमा रमाएको ठाउँ हो फाखोला। यही भूमिले जन्माएको एक व्यक्ति हुन् नेत्रप्रसाद पाठक। त्यसो त पूर्वको ताप्लेजुङ जिल्ला बहुजाति, बहुधार्मिक र बहुसंस्कृति भएको समाज हो। यही समाजको एक अंश हो कौशिक गोत्रीय पाठक पनि। पाठक वंशको उद्गम स्थल पूर्वको विभिन्न ठाउँ भए पनि आदिमकालदेखि ताप्लेजुङको फाखोला क्षेत्रको सिकैचा र डुम्रिसेमा बसोबास गर्दै आएका पाठक परिवारको अभिभावकको भूमिका निर्वाह गर्दै आउनुभएका नेत्रप्रसाद पाठकको जन्म विक्रम सम्वत 1997 साल पौष 13 गते शुक्रबारका दिन बुबा धर्मानन्द पाठक र आमा दुर्गामाया पाठकको कोखबाट ज्येष्ठ छोराको रूपमा जन्मनु भएको थियो। पाठक सानैदेखि सामाजिक, राजनैतिक रूपमा निकै सक्रिय हुनुहुन्थ्यो। त्यसो त समाजमा भएका समस्या सानो होस् वा ठुलो, उहाँकै सल्लाह अनुरूप नै त्यस समस्याको समाधान वा निकास खोज्ने गरिन्थ्यो रे। त्यसबेला आफ्नो युवा उमेर तत्कालीन सिकैचा 9 लप्सेमा बिताएका पाठक विक्रम सम्वत 2042 सालमा उहाँको सहपरिवारसहित मोरङको बबिया बिर्ता बेतौना हालको रङ्गेली नगरपालिका वडा नम्बर 2 मा बसाइ सरे आउनु भएको हो। आज हामी उहाँको जीवनमा आएका उतार चढाव र जीवन भोगाइका बारेमा उहाँकै निवासमा पुगेर कुराकानी गर्दैछौँ। बुवा स्वागत छ। नमस्कार बुवा, के छ हालखबर, कस्तो छ? हालखबर ठिकै छ। अब बुढेसकाल भयो। हजुर। क्यान्सरको पेसेन्ट। अहिले क्यान्सरले छोडेर म यसरी कार्यक्रममा बस्न सफल भएको छु र मेरो सुस्वास्थ्य ठिक छ अहिले। सर्वप्रथम कार्यक्रमको सुरुवातमा तपाईँ आफ्नो तर्फदेखि परिचय कसरी दिन चाहनुहुन्छ? मेरो जन्म 1997 साल हजुर पुस 13 गते शुक्रबार हजुर सिकैजा वार्ड नम्बर 9 मा जन्म भयो। हजुर। र मेरा बुवा धर्मानन्द पाठक, हजुर, आमा दुर्गामाया पाठक हजुर को म ज्येष्ठ सुपुत्रको रूपमा म त्यो ठाउँमा जन्मिएको। हजुर। जन्मिएर त्यस पछाडि बसाइसराईको क्रममा घुम्दै घुम्दै म यो थलामा आइपुगेँ। हजुर। र मेरा विभिन्न ठाउँका विभिन्न क्षेत्रका विभिन्न मेरा सङ्घर्षका श्रृङ्खला धेरै छन् र त्यो मैले पहाडमै गरेको हो, सिकैजामै गरेको हो। मैले सबभन्दा पहिला मेरो योगदान भनेको म राजनीतिमा बहुत चासो लिएँ। पहिल्यैदेखि राजनीतिमा बहुत चासो लिएँ र 2015 सालमा विश्वेश्वर प्रसाद कोइराला बीपी कोइरालाको चुनावमा मैले भाग लिएँ। मलाई त्यसबेला ताप्लेजुङ भन्दैन थिए, याङग्रुप भन्थे। याङग्रुपको अहिलेको क्षेत्र नम्बर 3 क्षेत्र नम्बर 1 मा खटाएको थियो र म सूर्यमान गुरुङ त्यो क्षेत्रमा घुमेर हामीहरूले प्रचार प्रसार गऱ्यौँ। कति उमेरको हुनुहुन्थ्यो? म 15 सालमा 18 लागेको थिएँ। 18-20 वर्षको युवा 18 थिएँ। 18। अब त्यस बेला त्यो एउटा मैले पढेँ। त्यो बेलामा रहर लागेर पढेको, खुसी लागेर पढेको, मलाई नेतृत्वमा समावेश भएको महसुस गरेर पढेको, भाँटा बालेर ढोर बालेर एउटा मैले घोषणा पत्र पढेर आउँदो गरेँ। तर सबै मलाई थाहा छैन, अलिकति थाहा छ, त्यो म पढ्छु। यस्ता धेरै उद्देश्य छन् काङ्ग्रेसका, अरू हेर्ने भए सबै घोषणामा बरु कविता यो लेख्ने मनले छोटकरीमा लेखेँ। धेरै बुद्धिजीवी पनि काङ्ग्रेसमै देखेँ। भोट खर्चा हुने भोट र बक्सको रुखको चिनु नेपाली काङ्ग्रेसको बिना फिस देशभरि विद्या पढाइ लिने सामन्तको हत्या गरी काममा म दिने भए धर्म स्वतन्त्र छ काङ्ग्रेसको नीति। लिम्बुवानकै रायमाथि के पर्छ गोती भोट खर्चा हुने
भोट र भौषको रुख चिनो नेपाली काङ्ग्रेसको बिना फिसा देशभरि विद्या पढाइ लिने सामन्तको हत्या गरी काम गरे भए धर्म स्वतन्त्र छ काङ्ग्रेसको नीति लिम्बुवानकै रायमाथि कि पटक थिति। अब यो राजनीति यो विश्वेश्वर प्रसाद कोइराला मामुइ उहाँलाई भन्छन्। उहाँको चुनावको सम्बन्धमा मैले यो त्यति बेला बनाएर दिएको थिएँ मैले पढेर। त्यति बेला यसरी राजनीति गरिरहँदाखेरि विश्वेश्वर प्रसादको त्यो पदमा हिँडिरहँदाखेरि त्यति बेला चुनौतीहरू त धेरै थिएला नि। त्यति बेलाको आर्थिक अवस्थादेखि लिएर पारिवारिक संरचना चुनौती बहुत धेरै थिए। हजुर मेरा पिताजी धर्मानन्द पाठकले अर्जेको सम्पूर्ण सम्पत्ति एउटा मान्छेले समाप्त खाइदियो। मेरो बुबा रुँदै रुँदै उठाउन जानुभएको थियो आसामी उठाउन। मैले भने रुनु नजानु त्यसले दिँदैन दिँदैन हामीहरू आफै गरी खान्छौँ नजानु जानु भएन। भएन र पानी तातो भएन। त्यहाँबाट सङ्घर्षशील जोवान म जेठो छोरो मेरा भाइ बहिनी धेरै थिए। पछि गएर छोराछोरी पनि भए। मैले सङ्घर्षशील अवस्था त्यस बेलामा बिहोर गरेँ किनकि ती भाइ बहिनीलाई थानको गर्नुपर्ने पितामाता वृद्धकाल हुनुभएको थियो। त्यस पछाडि गएर अब त्यो सङ्घर्ष गर्दै 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 हाम्रा पिताजीको सम्पत्ति सबै सको। मैले जुन अघि भने त्यही कुरालाई फलो गर्दै म आएँ सफल भएँ। पछि गएर सफल भएँ र राजनीतिमा इच्छा लाग्यो र त्यहाँ त्यो सिकैजा भन्ने ठाउँमा चुनाव लडेँ। जहिले लडेँ भने मैले जितेँ। कहिले उपप्रधान पञ्च भएँ, एकचोटि प्रधान पञ्च भएँ। कति सालतिर यो 26 साल 29 साल 34 साल तीनचोटि लगातार 34 सालमा चाहिँ ओडामा लडेर म जिल्ला सदस्य भएँ। त्यस पछाडि गएर मैले एउटा बाल कल्याण प्रावि स्कुल बनाए, विद्यालय बनाए। हाम्रो एक स्रष्टा हो नेत्र प्रसाद पाठक। हाम्रो परिवार मात्रै होइन, पाठक परिवार हाम्रो समुदाय हाम्रो समाजमा यतिको व्यक्तित्व जन्मिनु त्यो समयमा भने एकदमै भाग्यशाली कुरा हो। र अहिलेसम्म पनि उहाँले आफूले सङ्घर्ष गरेर समाजको लागि, आफ्नो जीवनको लागि, आफ्ना परिवारको लागि, सन्तानको लागि, आफ्नो मेरो मात्रै परिवार नभनेर सारा आफन्त नातागोता इष्टमित्र सर समाजमा अगाडि बढेर विकासका कार्यमा अगाडि बढेर हुँदा 2047 साल पौष 17 गते जन्मिएको पाठक बन्धु प्रतिष्ठानको जन्ममा स्थापनामा उहाँको अत्यन्तै महत्त्वपूर्ण रोल र भूमिका रहेको छ र उहाँले अति अतुलनीय काम गर्नुभएको छ। त्यसैले हामी एकदम गर्व महसुस गर्छौँ। हामी जम्मैलाई लाग्छ म छोरी भएको नाताले होइन, म एउटा सामान्य श्रोता जस्तो व्यक्ति भएर मैले उहाँको जीवनलाई, उहाँका महत्त्वपूर्ण कार्यलाई, उहाँको साहसिलो सङ्घर्षको सङ्गालो हो जीवन भन्ने कुरामा मैले महसुस गरेको छु। तपाईलाई राजनीतिमा लाग्नुपर्छ, राजनीतिबाट समाजको सेवा गर्नुपर्छ भन्ने प्रेरणा चाहिँ कसरी जाग्यो नि? त्यो चाहिँ कसरी जाग्यो भने त्यो विश्वेश्वरको मैले कहानी हेरेँ, त्यो घोषणा पत्र पढेँ। यो चाहिँ सभ्य काम रहेछ भनेर म त्यस अनुसार म राजनीतिमा लाग्ने इच्छा भयो। इच्छा भएर गर्दै गर्दै लगेर त्यो सिकैजा पञ्चायतमा ताप्लेजुङ जिल्लाको वरिष्ठ मान्छे भएँ म। करिब करिब त्यहाँका सारा जनता अघि पछि लाएर हिँड्ने, सारा जनताले काम गर्ने। 34 सालको गाउँ फर्के अभियान थियो मनमोहन अधिकारीको पालामा। त्यो 54 सालमा मैले सबभन्दा धेरै काम गरेँ। त्यो क्षेत्रका सम्पूर्ण जनतालाई परिश्रम गरेर
ती बाटाघाटा सारा बनाएँ, गोरेटा बाटा र खाने पानी मलाई विशेष योजनाबाट उपप्रधान भएको मौकामा पैसा 40,000 पैसा विष्णुमाधन मन्त्रीले दिएको थियो। त्यो पैसाले मैले धरानमा आएर पाइप किनेर लगेर, हाम्रो पानी थिएन, त्यो सारा जनतालाई पानी खुवाएँ। त्यो पानी खुवाएर हाई छँदै म त्यो ठाउँ छोडेर अनि म तराईतिर लागेँ। अब तराईमा आएर बहुत ठुलो सङ्घर्ष गरेर मोरङको दरवेसा, मोरङ जिल्लाको दरवेसा पञ्चायत, त्यस बेलाको पञ्चायत त्यो तात्कालीन पञ्चायतमा वरिष्ठ भएर म हिँडेँ। त्यहाँका जनता, सारा जनताले मलाई माने। त्यहाँ मैले चुनाव लडिनँ, तर दयानन्द सुवेदीलाई प्रधानमन्त्री बनाएँ, गोपालराज भण्डारीलाई बनाएँ। त्यो कारणले यहाँका सारा दुःख सुखमा बिहोर गर्दै सारा धेरै मान्छेलाई सेवा गरेँ, धेरै मान्छेलाई बस्ती बसालेँ, धेरै मान्छेको त्यहाँ समावेश गरेँ। र त्यहाँबाट रञ्जनीबाट फेरि मैले पुनः छोडेर म सिकाइदै गएँ। सिकाइदाबाट 41 सालमा आएर यो भव्य फिर्ता आज जुन ठाउँमा हाम्रो कार्यक्रम भएको छ त्यो ठाउँमा आएर म बसेँ। र यहाँ आएर मैले मोरङको पुष्पलाल चोक भन्ने ठाउँमा जग्गा किनेँ, प्लटिङ गरेँ, सबैलाई राखेँ। त्यहाँ 1.5 बिघा जग्गा ओइलानी थियो। त्यो ओइलानीमा 1.5 बिघा जग्गामा 31 घर मान्छे एक पैसा नलिकन मेरो खर्चमा त्यहाँ बस्ती बसाने। ती मान्छेहरू अहिले सुखी भएर बसेका छन्, सुखले खाँदैछन्। ती जग्गा अहिले कट्ठाको 50 लाख भन्दा माथि गए। त्यो काम मैले एउटा गरेँ। यही बबिया बिर्ता अहिले रङ्गेली 2 मा पनि मैले यो बेतौनादेखि माथि खवास टोलसम्मको बाटो निकालेर लगेर यहाँ 1 नम्बरदेखि 48 नम्बरसम्म 48 घरको बस्ती बसाएँ। अनि यस्तै काम गर्दै आएँ। मेरा त्यस पछाडि गएर यो काम गरिसक्दा अनि मलाई के आयो, जो जाँगर भने एउटा हामीहरू पारिवारिक कल्याण कोष बनाउनु पर्यो भनेर यही ठाउँमा रञ्जनीमा मैले एउटा संस्था खोलेँ। गर्नु भनेर मैले खोलेँ, एड बनाएँ, लेटर बनाएँ, दर्ता गरेँ, समिति गठन गरेँ। त्यही मौकामा हाम्रो झापाको सुरुङ्गा माईबाट हाम्रो स्वर्गीय दुर्गाप्रसाद पाठक र कृष्ण प्रसाद पाठकले मलाई पत्र लेखेर पठाए। हामीले यहाँ कौशिक गोत्रीय बन्धु प्रतिष्ठानको तयारी गर्दैछौँ, तपाईँ आइदिनु पर्यो भनेर यहाँबाट मैले 10-15 जना मान्छे लिएर गएँ। त्यहाँ 250-300 मान्छे भयौँ। यो कुन बेलाको कुरो भने 47 साल पुस 17 गतेको बैठक थियो हाम्रो। त्यतिखेर मलाई दुःख लाग्छ। म गरिब मान्छे, अनपढ मान्छे, तर त्यो ठाउँमा झापामा त्यत्रा वरिष्ठ मान्छे, पढा लेखा विद्वान मान्छे, धनाढ्य मान्छे भएका ठाउँमा 200-250 मान्छेले मलाई अध्यक्षको कौशिक गोत्रे पाठक बन्धु प्रतिष्ठानको अध्यक्ष घोषणा गरे। त्यसको साँची यहाँ हाम्रा टङ्कप्रसाद पाठक छन्, 1 जना, सारा त उतै छन्। र त्यहाँ घोषणा गर्दा मैले हात जोडेर भने मलाई यो नगर्नु, मेरो घर पनि टाढा छ, म सक्दिनँ भन्ने प्रस्ताव राखेँ। तर त्यो मासले मलाई ताली हानेर त्यहाँ अध्यक्ष बनायो। ठुलो काम हो यो। मेची महाकाली देश विदेशमा छरिएर रहेका हाम्रा पाठक कौशिक गोत्रीय सङ्गठन तयार गर्ने कामको मैले जिम्मेवारी पाएँ।
त्यो जिम्मेवारी पाएपछि मैले सक्रिय साथ 24 वर्ष अध्यक्ष भएर काम गरेँ। अनि त्यस पछाडि काम गरेर आसाम, मणिपुर, सिक्किम सारा मान्छेलाई समावेशको के अरे त्यो डाटा सङ्कलन गरेर विवरण सङ्कलन गरेर अब हाम्रो एउटा वंशावली तयार गऱ्यौँ। वंशावली तयार गर्ने मान्छेको प्रमुख मान्छे भनेको यो टङ्क पाठक यहीँ उपस्थित हुनुहुन्छ। उहाँले 8 महिना लाएर वंशावली तयार गर्नुभयो र पछि हामीहरूले विमोचन गर्न सफल भयौँ। अब त्यसको पुनर्लेखन गर्ने धेरै दाजुभाइ छुटेका छन्। अब हामीहरूले वंशावली निकालेदेखि यता हजारौँ हजार हाम्रा युवाहरू बढेका छन्। छोरीको पनि नाम राख्ने भनेर मैले त्यो वंशावलीमा सुरुवात गरेको छ। छोरीलाई पनि त्यो वंशावलीभित्र समावेश गर्नुपर्छ भन्ने विधानमा दर्ता गराएको छु। अनि अब छोरीलाई पनि आह्वान गर्ने। अहिले तत्काल चाहिँ कौशिका गोत्रीय वंश प्रतिष्ठानमा तपाईँ कुन जिम्मेवारी सम्हालिराख्नु भएको छ कि अथवा तपाईँको उमेरको हिसाबले पनि अब धेरै उपस्थिति रहन सक्दैन होला, तपाईँको स्वास्थ्यको हिसाबले पनि अहिले कुन जिम्मेवारीमा हुनुहुन्छ कि के छ? अहिले वंश प्रतिष्ठानको जिम्मेवारी सुम्पेँ। अरूलाई हस्तान्तरण गरेँ मैले। गरे तापनि अहिलेसम्म मलाई सोध्ने खोज्ने सल्लाह लिने ती मैले तँलाई सुम्पुवा दिएँ ती मान्छे मसँग सल्लाह लिन आइरहेछन् र मेरो जिम्मेवारी पन्छ्यो भन्न त मिलेन। र मेरो मूल कुरा के छ भने यति बसेका सबैलाई म भन्न चाहन्छु, सबै दर्शकलाई पनि म भन्न चाहन्छु, किनभने सबैभन्दा मेरो निम्ति मात्रै नभएर अरूले सोच्दा पनि त्यस कुरालाई ठिकै हो भन्ने सोच्नुहुन्छ होला भन्ने मलाई आशा पनि छ। र सोचिदिनुपर्छ भन्ने कुरा होइन, ठिक छ भने सोच्ने, बेठिक छ भने फाल्दिने। सबभन्दा प्रमुख मेरो रोचक कुरा के छ भने यो कौशिक गोत्रे पाठक बन्धु प्रतिष्ठानका सारा युवा युवती, छोरी चेली, बुहारी लगायत अरू इष्टमित्र, भाना भान्जा, कुल कुटुम्ब, ज्वाइँ चेला यी सारा मान्छे एकीकृत भएर सबैले आफ्नो आफ्नो हिसाबले परिचय गर्ने, भेटघाट गर्ने, राम्रा कुरा गर्ने, कति नसके पनि वर्षमा एकचोटि सबै भेला हुने, साह्रो गाह्रो दुखाइ पिराइ दुख बिराम हेर्ने पर्छ भन्ने मैले चाहिँ त्यो गरेर आएको हुनाले अहिले पनि म त्यही सन्देश दिन चाहन्छु। अब तपाईँको म युवा अवस्थामा तपाईँ शिक्षा प्रेमी पनि, त्यति बेला तत्कालीन सिकैजा साङमागुमा तपाईँले बाल कल्याण प्रावि अहिलेसम्म निमाविबाट अहिले प्रावि भइसकेको छ। त्यो विद्यालय स्थापना गर्नका लागि तपाईँको ठुलो योगदान छ, यानि कि तपाईँ संस्थापक अध्यक्ष पनि हुनुहुन्छ त्यस विद्यालयको। हजुर। त्यो विद्यालय स्थापना गर्ने त्यो श्रेय तपाईँलाई गइरहँदाखेरि तपाईँले कसरी स्थापना गर्नुपर्छ? अब त्यति बेलाको समयमा त पढ्ने लेख्ने चलन पनि कम हुन्थ्यो, खेताला गोठाला जाने चलन बढी हुन्थ्यो। त्यो अवस्थामा तपाईँलाई चाहिँ विद्यालय खोलेर शिक्षा प्रदान गर्नुपर्छ भन्ने ऊर्जा चाहिँ कसरी जाग्नु भयो? म हिँड्ने डुल्ने मान्छे। ए हजुर। अड्डा अदालत जाने, हजुर, जिल्ला जाने, हजुर, केन्द्र पनि जाने, ए हजुर, त्यो गरेको हुनाले नपढिकन नहुने रहेछ भन्ने मलाई लाग्यो। अब त्यो ठाउँमा विद्यालय भन्ने त कुरा पनि थिएन, केही पनि थिएन, त्यो अशिक्षित ठाउँ हो हाम्रो। त्यहाँका पढ्न इच्छुक मान्छेहरू कहाँ जानुहुन्थ्यो त्यति बेला? पढ्दैन थिए, कोही पढ्दैन थिए। अब धनाढ्यका छोराछोरी काठमाडौँ धरान आउँथे, हामीलाई त गरिबलाई पनि पढाउनु पर्यो नि। अनि त्यति बेला त्यो विद्यालय खोल्ने स्रोत साधन कसरी ल्याउनु भयो? स्रोत साधन भनेको मैले श्रमदान जुटाएँ, सबैबाट श्रमदान उठाएर श्रमदानद्वारा त्यो विद्यालय बनाएँ। 5 कक्षा प्रावि स्कुल खोलेको थिएँ र पैसाको स्रोत थिएन। एउटी डम्मा भन्ने चापकै छोरी थिए, त्यसलाई 30 रुपियाँ दिएर मास्टर राखेँ। त्यसले 1 वर्ष पढाइ,
त्यस पछाडि अनि मास्टर खोज्दै 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 ल्याएर अनि अलिकति स्रोत पनि जम्मा भयो अनि स्वीकृति पनि दियो सरकारले। अनि धाउन थाले शिक्षा कार्यालय। त्यहाँ धाउँदा 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 अनि 3-4 जना के अरे शिक्षकको कोटा खोलिदियो। अनि त्यसैबाट सञ्चालन गरेँ। नभए पहिला त डोको नाम्लो आदि इत्यादि दिन्थे। चन्दा उठाउनु जाँदा त्यही बेच्दै ओर्दै मास्टर राखेँ। जम्मा 23 जना मास्टरलाई मेरै घरमा राखेर खुवाएँ पियाएँ पालेँ। त्यहीँबाट बिदा गरेँ। अनि आफू पनि त्यो स्कुल छँदै माथि कुन्जारीको सरस्वती कि के मावि हो, सरस्वती माविमा म अध्यक्ष भएँ। त्यो स्कुलमा लगानी एकजना बुढाथोकीले गरे। अध्यक्षता मेरो थियो। राम्रो सञ्चालन गरेर त्यो निमा बनाएँ त्यो स्कुललाई। त्यस पछाडि अनि त्यस बेला उपप्रधान पञ्च नै थिएँ। अनि त्यो 34 सालमा 34 सालको गाउँ फर्केदेखि पछाडि 36 सालमा जन्म सङ्ग्रह भयो। 36 सालको जन्म सङ्ग्रहमा अनि मैले फेसन फेरेँ। अब बलिया अब जसै तसै बौद्धलाई पो भोट हाल्नुपर्छ भनेर अभियान गरेँ। सिडिओ कडा थियो। सिडिओले थाहा पाएर बोलायो। अनि म लाग्दिनँ, म निर्दल हौँ भने ढाँटेँ गरेँ। तर पछि गएर निर्दलले भोट जितिसकेपछि अनि फेरि 39 सालमा चुनाव लडेर प्रधान पञ्च भएँ। अनि 5 वर्षको चुनाव छँदा 41 सालमा मोरङ आएँ। म 42 सालभन्दा यतातिर आउँछु जब तपाईँ ताप्लेजुङ छोडेर जन्मभूमि छोडेर यहाँ आउनु। हजुर। त्यस पछाडि पनि यहाँ आएर पनि विभिन्न सामाजिक कार्यमा तल्लीन रहनुभयो र यस क्षेत्रमा पनि राजनीति गर्नुभयो। राजनीति मार्फत समाजको सेवा गर्नेतर्फ तपाईँको ध्यान केन्द्रित यहाँ पनि आएर फेरि पुनः त्यो रह्यो नै। अब यहाँ चाहिँ आइरहँदाखेरि तपाईँले गरेका कामहरू विशेष भूमिलाई व्यवस्थित ठाउँमा लगेर मानिसहरूलाई चाहिँ व्यवस्थापन गर्ने एउटा मुख्य पाटोको रूपमा पनि चिनिन्छ। सँगसँगै यस क्षेत्रको राजनीतिको रूपमा अहिले पनि तपाईँलाई कोही व्यक्तिहरू राजनीति गर्नको लागि युवाहरू आए तपाईँको सल्लाह लिने गर्नुहुन्छ होइन? त्यो कुरा चाहिँ कसरी जुर्यो यहाँ आइसकेपछि? 46 सालमा प्रजातन्त्र आयो। त्योभन्दा अगाडि म पञ्च थिएँ। चुनाव लडेँ बसेँ। 46 सालमा प्रजातन्त्र आएपछि मलाई सोच आयो अब यो ठाउँमा जसरी पनि स्थापित गर्नुपर्छ भनेर मैले दसैँका टिकाका दिन मेरो मूल घरमा 100 मान्छे थिए। मैले एउटा प्रस्ताव राखेँ। अब हाम्रो नेपालमा प्रजातन्त्र आयो। अब हामी एउटै बाटो हिँड्न सकिन्छ कि सकिँदैन? मेरो यहाँको राजनीति सोच सकिन्छ कि सकिँदैन तपाईँहरू सबैले भनिदिनु भनेपछि अहिले भन्न सक्नुहुन्न। यो दिपाहरू पनि थिए त्यस बेला। अनि बैठक राखेँ। अनि अब कसरी गर्ने त भनेपछि काङ्ग्रेसको सोच हुने मान्छेले मेरो पार्टी यो हो। तर मैले जाली काम गरेँ त्यतिखेर। मेरो पार्टी काङ्ग्रेस हो तर बहुमतलाई पारित गर्छु। मेरो पार्टी कम्युनिस्ट हो, बहुमतलाई कदर गर्छु। मेरो पार्टी राप्रपा हो, बहुमतलाई कदर गर्छु भन्ने एउटा बनाएँ। त्यो पारित गरेँ। अनि कार्तिक 9 गतेको राखेर थिएँ त्यो मिटिङ। अनि अब हामीहरू त काङ्ग्रेस नै मान्छे थियौँ त्यतिखेर। मनसाय काङ्ग्रेस थियो। अब बहुमतलाई पारित गर्ने भनेको त कम्युनिस्ट कहाँबाट खनियो। यो मेरी छोरी कम्युनिस्ट, मेरो छोरो कम्युनिस्ट, यो विष्णे, यो दिपा अनि येदुराम, यी सबै कम्युनिस्ट रहन। मलाई थाहा भएन। अब त्यहाँदेखि त थाहा भएन। अनि त्यो मिटिङमा बहुमतलाई त कदर गर्नु पर्यो। आफैले बोलेको आफ्नै माइन्ड थिङ। अब यसो हेर्दा हुँदी 2/3 छन् एमाले कम्युनिस्ट भनौँ। खाल्टा परियो। अनि मेरो भाइ थियो प्रमोद पाठक, मेरो काइला काकाको छोरा मन्जुको श्रीमान। अनि उसले भन्दा दाजु आफूले खनिया खाल्टामा आफै परियो भनेको यही हो, तपाईँ यता आउनुहोस् त भन्नु। अनि गएँ। म एउटा कुरा गरिहेर्छु
भन्यो लु गर्न त म पनि डरले लगलग भएँ। अनि उसले के भन्यो भने सबै छन् 100 जना 150 मान्छे, हामीहरूले अहिलेसम्म यो ठाउँमा मानेको मान्छे, हामी सबैलाई काम गर्ने, हाम्रो सबैको विश्वास पात्र मान्छे को हो त भनेर उसले सोध्यो। मेरो भाइले, मेरी बहिनी थियो अहिले पनि छ, उसले हाम्रा नेत्र दाई भनेर उठी। अनि उठिसकेपछि अब ल त्यसो भए सबैले ताली हान्ने भन्दा बडा ताली हाने सबैले। 5 जनाले हानेन, नहान्नेमा यो विष्णे, दिपा, यदुराम, माथि राजन आफ्ना घरभित्रकाले हानेनन्, अरू 100ले हाने। अनि म त छक्क परेँ, अरे अब हेपिसकेँ, बहुमतको कदर त म भइसकेँ। अनि किन हान्यौ न त भन्दा यो पनि बोलेन, दिपा पनि बोलिन, सबै बोलेनन्। अनि यदुराम अलिक कडा मान्छे बत्यो, होइन काका म एउटा कुरो भन्छु भन्। हामीहरूले के सल्लाह गऱ्यौँ भने काकाले भनेका कुरा हामीहरू सबै मान्छौँ। सद्भावनामा लानुभयो भने जाने, काङ्ग्रेसमा लानुभयो भने जाने, कम्युनिस्टमा लगे पनि जाने, तर राप्रपामा लानुभयो भने नजाने। त्यही भनेर नबोले हाम्रो ल ठिक छ, अब म मेरो विचार गर्छु भनेर। अनि मैले अब यो राजनीति सुरुवात, अनि मैले त्यही उद्देश्यमा 531 जना मान्छे जम्मा गरेर रञ्जनीको हटियामा नुना आमा, गिर्जाबाबु, गोपालराज भण्डारी, अशोक कोइरालो, आमोद उपाध्यायको उपस्थितिमा मैले 531 जना मान्छेलाई अनि समावेश गरेँ काङ्ग्रेसमा। त्यहाँदेखि त म त बलि गएँ नि, कहाँ पुगेँ। अब त सबै जिल्लै थर्कियो। अब लगभग हामी कार्यक्रमको अन्तिम चरणमा छौँ र हामी थोरै छोटो मिठो खालको प्रश्न सोध्छु, त्यसमा तपाईँले उत्तर दिने कोसिस गर्नुहोला। यहाँ लामो समय औद्योगिक विकास हुने भनेर विकासको नाममा विराट पोल्ट्री फार्मको पनि आगमन भएको थियो। त्यसको झिँगा आन्दोलनपछि झिँगाबाट हुन त पोल्ट्री व्यवसाय आउनु, कुनै पनि उद्योग धन्दा आउनु त राम्रो कुरा हो, तर पनि त्यहाँ चाहिँ तपाईँको त्यसले चाहिँ अलिकति दुर्गन्धित बनाएर वातावरणमाथि नै प्रहार भएकोले गर्दा त्यसको आन्दोलनको भूमिका पनि तपाईँको रह्यो भन्ने छ। यस विषयमा थोरै समीक्षा गर्नु। यस विषयमा मेरो मात्रै भएन, यो समाज सबैको भूमिका हो। र एउटा कुरा म के भन्छु भने ठुलो उद्योग आयो, त्यसले हामीहरूलाई ठुलो फलिफाप गर्छ, सारा जनताले रोजगार पाउँछन् भनेर हामीहरूले ठुलो छाती गऱ्यौँ। अब त्यो जुन फर्मको मालिकहरूको लापरवाही हो वा के हो, झिँगाले खपिसक्नु भएन र त्यसमा 1 महिना र 16 दिन आन्दोलन गरेर यो झिँगा मैले मात्रै नभएर हामी सबै यहाँको समाजले हटायौँ र यो ठाउँलाई सभ्य हो, अहिले हराभरा भयो, दुर्गन्ध रहित भयो। यहाँको यो पोल्ट्री फार्ममा हामीलाई पनि घाटा भयो, जुन व्यवसाय मान्छेलाई पनि घाटा भयो। तर के भयो भने खप्न बस्ती नै उठ्ने भएको हुनाले अब त्यसलाई हामीहरूले विस्थापित गऱ्यौँ। जीवनमा सबैभन्दा खुसी भएको पल त्यस्तो कुन छ भयो जीवनमा? यो दिन चाहिँ त्यो दिन चाहिँ एकदम खुसी भएँ भन्ने खालको पल पनि हुन्छ नि त, त्यो पल चाहिँ कहिले छ? हुन त धेरै खुसीहरू हुन्छ, सबैभन्दा खुसी भएको पल? अब खुसी त सधैँ खुसी, त्यसमा पनि प्रमुख खुसी भएको दिन चाहिँ कुनै याद छ कुनै त्यस्तो घटनाको? अब कुन दिन खुसी भएँ भन्नु भन्दा चुनाव जित्दा पनि खुसी भएन, जितेँ छोडेर हिँड्नु पर्यो, हिँडेँ, त्यो पनि भएन। अब म खुसी भएको दिन भनेको यो हाम्रो बन्धु प्रतिष्ठानको स्थापना भएर त्यो 250-300 मान्छेले मलाई ताली हानेर समर्थन गरे। मैले नमान्दा हात जोड्दै म सक्दिनँ, गरिब छु, टाढा छ भन्दै मलाई त्यो भेलाले त्यो पाठक बन्धु प्रतिष्ठानको अध्यक्ष बनाएको हुनाले करिब त्यो दिन म खुसी भएँ हौ, धेरै खुसी। सबैभन्दा खुसी भयो? सबैभन्दा दुःख लागेको दिन चाहिँ?
दुःख लागेको दिन चाहिँ धेरै हुन्छन् होला जीवनमा दुःख सुख भनेको जीवनको यात्रा भनेको दुःख सुख तर पनि जीवनमा सबैभन्दा दुःख लागेको दिन दुःख त साह्रै लाग्दै पो लागेन हौ किनभने अब म सङ्घर्षशील मान्छे जहिले सुकै पनि दुःखलाई त्यागेर सङ्घर्ष गरेर सुखैमा रमाउने मान्छे भने मेरा पिताजी यहाँबाट मैले त्यही सिकैजा भन्ने ठाउँमा पठाएको थिएँ धरान गरेर बिदा गरेँ उहाँ पुगेर उहाँ देहान्त हुनुभयो मैले भेटिनँ अनि नभेटेको हुनाले सबैभन्दा दुःख लागेको दिन त्यही लगभग कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ बुवा यो कार्यक्रम हामीले यसै छायाङ्कन गरिरहँदा तपाईँलाई केही भन्न रहेका कुराहरू यो भन्न पाए हुन्थ्यो भन्ने कुरा चाहिँ केही छ मेरो भन्नुपर्ने कुरा के छ भने अघि पनि भने दोहोरिन लाग्यो त्यो दोहोरिन्छ कि जस्तो लाग्यो तर दोहोरिए तापनि यो हाम्रो वंश प्रतिष्ठान लगायत यी हाम्रा सारा दिदी बहिनी चेली बेटी भाइ बहिना ज्वाइँ चेला अब आउने नयाँ पिँढीले ऊर्जाको साथ यसलाई संरक्षित गरून् भन्ने मेरो भावना छ र यसले हामीहरूलाई के गर्छ भने साँच्चै त्यहाँ लागेर गर्न सक्यो भने सबैलाई यो प्रतिष्ठानले कौशिक गोत्रका पाठक मात्रै नभएर ज्वाइँ छोरी भान्जा भान्जी सारालाई एउटा परिचय गराउने कोटी हुम माईको दोमुखादेखि पूर्वपट्टि धनुषकोटी धामको समीपमा अब यो एउटा मथुरा वृन्दावन भनेर भन्दा बढिया ठाउँ हो मथुरा वृन्दावन जाँदा पनि नेपालमै छन् नि ठुला तीर्थव्रत भन्छन् अरे म त जान्न पनि गएको पनि छुइनँ तर तीर्थव्रत भनेको माईको ठुलो नाम पार्थिवरा देवीको ठुलो नाम पशुपतिको ठुलो नाम मुक्तिनाथको ठुलो नाम यी यत्रा यत्रा संस्था देवालय भगवानको मूर्ति यो ठाउँमा छँदा छँदै अब भारत जान मलाई मन लाग्दैन र गएको पनि छैन र अहिले त्यो प्रतिष्ठानलाई सबैले हाम्रो प्रतिष्ठान भनेर बुझिदिउन् भन्ने मेरो भावना यही छ म उहाँलाई 3 तरिकाले हेर्दछु पहिलो कुरा सामाजिक दृष्टिकोणले उहाँ अत्यन्त लगनशील योग्य निर्भीक नरम व्यक्तित्व हुनुहुन्छ आर्थिक दृष्टिकोणले यदि सेवा र सद्भाव हुन्छ भने कति चाहिन्छ पैसा म त्यसको लागि तयार छु भन्ने आँट साहस हिम्मत दिने व्यक्तित्व भनेको नेत्रप्रसाद पाठक अहिलेसम्ममा त्यस पछाडि न्यायिक दृष्टिकोणले बन्धुहरूमा कसलाई अन्याय परेको छ कसलाई के न्याय दिनुपर्ने हो आज प्रतिष्ठान के हुँदैछ त्यस कुराको लागि निष्पक्ष रूपमा चाहिँ तराजु समातेर न्याय अन्यायलाई छुट्याउन सक्ने क्षमता र हिम्मत उहाँमा छ उहाँको योगदान भन्नुपर्दा चाहिँ अतुलनीय छ म त उहाँलाई सल्युट गर्छु उहाँ हाम्रो प्रतिष्ठानको नै जिउँदो देवता हो एक किसिम उहाँ हाम्रो स्रष्टा हो उहाँ हाम्रो संरक्षक हो अब आउने युवा पिँढीलाई चाहिँ के सुझाव दिनुहुन्छ नि अब सुझाव त यो पनि भयो अब राजनीतिक क्षेत्रमादेखि लिएर अन्य प्रतिष्ठानका विषयवस्तुमा गर्दा पनि अझै संरक्षण गरून् भन्ने रहिरहँदा पनि अझ धेरै केही सुझाव छ कि लगभग यिनै हो यिनै हुन् तपाईँले कार्यक्रमको सुरुवातमै पनि भन्नुभएको थियो म क्यान्सर रोगबाट पीडित भएर पनि पुनः निको भएको भन्नुभएको थियो होइन यसको पनि अलिकति मात्रै थोरै समय थोरै छ यत्रो क्यान्सर भयो 2 वर्ष हस्पिटल बसेँ तर पनि म हतोत्साहित भइन मर्छु भन्ने लागेन र मरिन पनि र अब त्यहाँबाट उठेपछि यो हाम्रा सन्तान सारा सन्तान यी मतवाली भए ब्राह्मण भए क्षेत्री भए यी सारा अर्थात् नेपाल देशभरिका तल माथिका सम्पूर्ण मान्छेको रक्षा गर्नु पर्छ भन्ने मेरो भावना हो मैले भेटेसम्म सकेसम्म गरेँ अहिले पनि गर्दैछु गरेर आएँ अब करिब मैले बसाएका 100 घर मान्छे
ले अहिले मजासित घरमा बसेर भात खाँदैछन्। त्यो 1 पैसा नलिकन गरेको मेरो पाकेटको पैसा खर्च गरेँ। गरिब भए पनि मसँग सम्पन्नता केही पनि छैन, अहिले पनि छैन, त्यस बेला पनि थिएन। दुःखबाटै यो काम गर्दै लगेँ र अब आउँदो पिँढीले मेरो 2टा कुरा हुन्, अब बढी कुरा होइन, 2टा कुरा हुन्। मेरो सन्तान कौशिक गोत्रीय पाठक प्रतिष्ठान सन्तानै हो, त्यसबाट जन्मेका छोरी नाति नातिना सन्तानै हुन्। ती सबै सन्तान मिलुन्, सबैले चिनाजाना गरून्, कहिल्यै टाढा कोही नहुन्, होइन यो कहाँको मान्छे मरेछ भन्ने नगरून्। यो कौशिक गोत्रीय पाठक वंश प्रतिष्ठानमा सबैले ध्यान दिउन् भन्न चाहन्छु। तपाईँको अमूल्य समयका लागि धेरै धेरै धन्यवाद दिँदै आगामी जीवनमा पनि अझ धेरै दीर्घायु र सुस्वास्थ्यको कामना गर्न चाहन्छौँ र तपाईँ जस्तोको आशीर्वाद हामीलाई सधैँ लागिराखोस् भन्दै तपाईँको समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद बुवा। आदरणीय दर्शकबिनहरू, यतिन्जेल हामीले कौशिक गोत्रीय वंश पाठक प्रतिष्ठानका संस्थापक व्यक्तित्व एवं सामाजिक व्यक्तित्व सधैँ अभिभावक नेत्रप्रसाद पाठकज्यूसँग विशेष कुराकानी गऱ्यौँ। यो कुराकानी तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझावका लागि कमेन्ट बक्समा आफ्नो सल्लाह सुझाव छोड्दै आजको यस श्रृङ्खलाबाट म मनोज पाठक सानो बिदा हुन चाहन्छु। नमस्ते।